गाइज ह्याप्पी लङ विकेन्ड। अब हामी आज फेरि लङ विकेन्डको लागि क्याम्पिङ जाँदैछौँ। रेडी भइसक्यो त? रेडी भइसक्यो सामान। बाबा रेडी हो? खै त त कहाँ जानु लाग्यो भन त? फार्म स्टेमा जानु लाग्यो हामी क्याम्पिङ। यसपालि चाहिँ अलिकति डिफ्रेन्ट एक्सपिरियन्स। एकचोटि हामी त्यहाँ गइसकेको छौँ, फेरि पनि एकचोटि जाने। रेडी? क्रस द डोर। बाई बाई, see you on the road. Okay, bye. आरती पनि जोइन हुने हो हामीसँग। आइसकेछ आरती र जेसिका चाहिँ। आरतीको गाडीको छ। लेट्स सी भन्दै आजौँ है त। कता हो गाइस? खै लाको भनिदिउँ त यसो भ्लगमा है। ल रमाइलो गर्नुपर्छ है त। ल बाटोमा भेटौँ ल। अब सी यु अन द रोड। बाई। फ्रीवे छिरियो है त। स्टेयरिङ व्हील अन। ल है त गाइस, फ्रीवे पनि छिरियो। M5। अब हामी कता कता जान्छौँ हेर्दै जाऊँ। Hey, are you excited? Yeah. See you. ससुराली फार्ममा आयौँ। हल्का सेटअप गऱ्यौँ। अनि गाइजहरू चाहिँ यहाँ हल्का के लिएको गाइज? हेलो हेलो हेलो। ल चियर्स। ये ह्याप्पी एन्जेक डे। ल है त यस्तो छ है भ्युज अहिले। एन्जेक डे। ये बाली स्विङ भयो त। कसलाई भाइ भन्छ? बाली। From गाउँले बाली, from नेपालको बाली रे के? राम्रो आयो ल। सिम्बा हल्का सेटअप भयो। अब त यसो खै त दाउरा काटेको कि काटे जस्तो गरेको? ए हजुर। अबि जस्तो हामी अब पुरा रमाइलो दाउरा काटेर सर्लक्क लाएर त्यसपछि हामीले आगोमा पकाएर खाइन्छ आज होइन त? उत्सव आगोमा पकाएर खाइन्छ होइन त आज? कस्तो रमाइलो लागिरहेछ? क्रुज पछिको एक्सपिरियन्स कस्तो लाग्यो? मिठो मिठो चटपटे भैयाजीको काठमाडौँको कि बुटवलको? बुटवलको भैयाजीको है चटपटे बन्दैछ। खत्रै छ के? रौनक त ल्याछ क्या हो चटपटेले। ठिकै हो। के पाक्यो खै? केही पाके छैन। आगो मात्रै पाकेछ। डान्स हर पनि डान्स। सिम्बा र एभलिना त्यहाँ छन्। खाइसक्यौँ, ड्रिङ्क्स खाँदैछौँ। अब यहाँ हल्का सबै टेन्टमा राख्यौँ। हेलो गाइज, हेलो। के हुँदैछ? आगो बलेछ खै। प्रतिमाको त टोपी लाएर सन हुँदा नलाउने मुन भएपछि लाउने खै। आरती खै। हाई हाई जस्सी तेरो
मसरुम खै त आगोमा पोलेको मकै देखाउनुहोस् त कस्तो भएछ। बोल्दैको मकैलाई ल्याएर टक्कै यहाँ चार गर्ने अनि खाने। ओ वाउ भएछ त। सबैजना हल्का थकित अवस्था सुडी लाएर हल्का थकित अवस्थामा देखिएका छन्। अनि यहाँ के अरे के हुन्छ लाएर आजको डिनर पोर्क करी तयारी हुँदैछ। याम याम लगाइदिइसकेको दिल अरूलाई तिमी नबेच मलाई अङ्गालो हालिसक्यो अरूलाई तिमी नबेच मलाई अङ्गालो हालिसक्यो अरूलाई अङ्गालो नछौ। खै त हेर के गरेको तिमीहरू? स्टिकर ह्याभ फन। सनस्क्रिन भेटायो? गुड मर्निङ है गुड मर्निङ। गुड मर्निङ है गुड मर्निङ। के भइरहेछ? बल्ल एउटा टी सर्ट त भेटाइएछ पातलो। के छ? ओ माई गड। त बताइदिनुहोस् न त्यसो। प्रति यता हेरिदेऊ बाबा। हेलो गुड मर्निङ। अहिले कसले बोकेको? मसँग अघि हगी गरेर मलाई निधारमा किस गरेर गरिरहेको थियो। अहिले आजको हाम्रो बिहान हाम्रो सरको ओ माय गॉड लुक एट दिस फ्रेन्च रेस्टुरेन्ट स्टाइलको ब्रेकफास्ट। हाम्रो प्रतिमा दिदीको स्पेसियालिटी। आज अलिकति अपसेट हुनुहुन्छ ओरीको बारेमा तर पनि he's the chef. म चाहिँ अन्डा लिएर बसिरहेको। Oh my god, look at this. Look at this. Thank you. Oh my god. मिठो ब्रेकफास्ट खान पाइयो। Thank you very much Utsa Baral for making this video. भ्लग बनाउनेलाई दिएर Thank you. ल बन्द गरिदिनु त दिनु मलाई तपाई खानु। बन्द गर्ने कसरी हो? त्यही स्क्वायर बटन। हामी हाइकिङ गरेर चाहिँ कहाँसम्म पुगेर आयौँ हैन त। यस्तो जङ्गलमा धरि हामी हाइकिङ गर्यौँ। हामी के भन्छ आजको लन्च के अरे के हो खै नुडल्स पकाएर पनि ल्याम्प पकाएर पनि खायो हैन त। देखाउ त तिम्रो। ओ वाउ भएछ त ह्याटवाला। सेकेन्ड डेको नाइटमा हामी यहाँ पुरा फर्स्ट नाइटमा सिङ्गिङ आज सेकेन्ड नाइटमा डान्सिङ। Oh wow, what a word! ल आज डे 3 को ब्रेकफास्ट पनि बनिसक्यो है। आगो स्टिल अन नै छ। डे 3 को कफी खाएर चिया हो है। चिया मस्त चिया बन्दैछ। अलिक कलर मात्र आछ। प्रतिमा दिदीको चिया। प्रतिमा दिदीको स्पेशल चिया। मैले